हालेलुया पिता पुत्र पवित्र आत्मा प्रभु येशू ख्रिस्टको नाउँमा जय मसीह सम्पूर्ण हामी नेपाली दाजुभाइ दिदीबहिनी तथा आमा बुबा इष्टमित्र सम्पूर्णलाई म गङ्गालाल बिएसएलको तर्फदेखि फर्स्ट अफ अल जय मसीह एन्ड देन नमस्ते सेवारो अरू पत्ता नै के भन्छन् होइन। त्यो म गङ्गालालको तर्फदेखि सारा नेपालीभाषी देश विदेशमा छरपष्टै भएर बसेका दाजुभाइहरूलाई र दाजुभाइ सम्पूर्ण नेपालीले केन्द्रबिन्दु गर्न सकुन् र गरिरहेका छन् र केन्द्रबिन्दु के भन्छन् हर्क साम्पाङजीलाई केन्द्रबिन्दु गरेर उहाँको लागि विशेष प्रार्थना छ। नेपालको चापी उहाँको हातमा सुम्पिने छ। प्रभुले मलाई अगुवाई गरिसक्नुभयो, उहाँको लागि विशेष प्रार्थना भइसकेको छ र आज म स्वयं प्रभु यीशु मसीहको अगुवाईमा नेपालको थोडा चित्रमा मैले प्रकाशन हाल्नेछु। प्रभुले दिएको ज्ञान र बुद्धि समझ अनुसार इन्सानलाई हामीलाई फर्स्ट अफ अल बुद्धि चाहिन्छ। बुद्धि भयो भने ज्ञान प्राप्त हुन्छ और ज्ञान प्राप्त भइसकेपछि हैन हामीलाई समझ आउँछ है। बुद्धि र ज्ञानको निष्कर्ष चाहिँ समझदारी हो, समझ। र उस हिसाबले मैले नेपालको बारेमा लगभग मैले 1 साल पहिले मलाई प्रभुले दर्शन दिनुभएको थियो र त्यो दर्शन त्यति बेला मैले बुझ्न सकिनँ। त्यतिखेर नबुझ्न सक्दाखेरि म त्यतिखेर मतलब म शारीरिक रहेछु भन्ने कुरा अहिले मलाई प्रमाणित भयो र त्यति बेला जो भइरहेको थियो मलाई दर्शनमा आएको थियो। म लुम्बिनी गुल्मीवासी हुँ र त्यहाँ आउँदा म प्रार्थनामा थिएँ र जिउँदै प्रार्थना बस्दै दिउँसोको प्रार्थनामा प्रभुले मलाई लैजानुभयो आफ्नो तरिकाले र पुरा गुल्मी प्लेन भएको छ। प्लेन रेसुङ्गाको डाँडो नै, रेसुङ्गाको होइन, त्यो चाहिँ टार्गेटमा थियो। तर रुङ्खाको डाँडो, यताको डाँडो, यताको डाँडो, यताका यिनी जो पारिदेखि जो डाँडा छन् नि पुरा ध्वस्त भएको छ र अलमोस्ट प्लेन भएको थियो। अलमोस्ट प्लेन भएको थियो र त्यो कस्तो भएको थियो भन्दा चाइनातिरबाट पनि यात्रा बम गोला बारुद आउँथ्यो, विस्फोट हुन्थ्यो, डाँडामा लाग्थ्यो, डाँडा चिथडे उडेर पल्टन्थ्यो है। मान्छेहरूका फेरि भूकम्प जान्थ्यो र भूकम्प गएर मान्छेको घरै लथातथै हुन्थ्यो र फेरि त्यो भएर खतम भइसकेपछि म फेरि मलाई यस्तो दर्शन आइरहेको थियो। म एउटा चाहिँ बुलेटमा म आफ्नो गाउँको तर्फ गएको छु। गाउँको तर्फ जाँदाखेरि सबैका घर भत्ताभुङ्गा भएको थिए र मेरो घर माथितिर एउटा सम्म छ, त्यहाँ टाकुरा भन्छन्। त्यो टाकुरामा म गएर बसेको छु र सारा गाउँ आएर मसँग गल्ल लगाएको छन् र त्यहाँ मलाई के देखिरहेको थिएँ भन्दा त्यो गाउँवालीले यही गङ्गा नै हाम्रो गाउँको उद्धारकर्ता हो भनिरहेको थिए। र त्यति बेला मलाई लाग्थ्यो कि साँच्चै भूकम्प गयो। मैले कतिलाई फोन गरेर नि सोध्थेँ कि साँच्चै नेपालमा के छ हालखबर, ठिकै छ नि, भूकम्प त गएको छैन नि, केही लडाइँ त भएको छैन नि, मैले त्यस्तो सोध्थेँ। अनि पछि टाढादेखि केही पनि भएन, ठिकठाकै छ। र फेरि के भइरहेको छ त, जस्तै अहिले मलाई रियलाइज भयो कि जब परमेश्वरले जब 40 अगम भक्तहरूलाई होइन दर्शन दिनुहुन्थ्यो र जस्तो होसे कहाँ दर्शन आयो अथवा वचन आयो भन्नुहुन्थ्यो नि, यो तरिकाले गर्नुहुँदो रहेछ। टाढा उनीहरू बसेर के गर्थे त लेख्थे है। अनि उसको बाद त्योभन्दा जब मैले प्रभुलाई पाएँ होइन, प्रभुलाई पाएको लगभग होइन 7-8 महिना यस्तै कुछ भयो थियो। एकदमसित मलाई प्रभुले छुनुभयो है, छुनुभयो। अनि मलाई हिँड्दै बाटोमा यस्तो तरिकाले मलाई रुन आयो, यति भकाना फुटेर यति चिल्लाइ रहेँ। सायद कसैले सुनेन होला, त्यो एउटा भेद रहस्यको, तर म रोएको नि हो। आँसु पनि तातो तातो गरम गरम आँसु आउँथ्यो। म पार्कभित्र बाटोतिर कसैले देख्लान् भनेर म पार्कतिर घुसेँ।
पार्कतिर घुसेर लगभग तपाईँको 15-20 मिनट त भयो होला। त्यति मलाई यति डाको छोडेर रुन आयो, यति आनन्द भयो। अनि त्यहाँबाट मलाई प्रभुले प्रार्थना गर्न सिकाउनु भयो। फर्स्ट अफ अल त्यो प्रार्थनामा मेरो मुखबाट सिधा नेपालको लागि प्रार्थना आएको थियो। प्रभु, हामी नेपाली हौँ, अझै मलाई रुनु आउँछ। हामीले धेरै दुःख पाएका छौँ, नेपाललाई धेरै तुच्छ ठान्छन् दुनियाँले, र उनको नेपालको बारेमा प्रार्थना आएको थियो। अनि त्यो प्रार्थनाको दृश्य रहेछ। र अनि फेरि अहिले यत्रो चाहिँ सिएनजी के भन्ने होइन, जिएनजी सिएनजी एउटै कुरो, सिएनजी नि त्यो भन्न खोजेको सिएनजी नि हो। के हो? सिएनजी एउटा ग्यास हो। ग्यास फुट्यो भने आगो लाग्छ, आगो लाग्छ कसैलाई छोड्दैन। अल्टिमेटली हो, अल्टिमेटली गरेर बुद्धि लगाउने कुरो हो होइन। जिएनजी अर्थात् सिएनजी अगर जिएनजीमा के थियो त ग्यास थियो। ग्यास अर्थात् आगो थियो। के को आगो? गुस्साको, रिसको, डाहको, जलनको। किन? भ्रष्टाचारीले उनीहरूलाई पीडा दिएको छ सारा जनताहरूलाई। त्यो एक दिन सिएनजीमा के भन्छ, जिएनजी चाहिँ परिवर्तन भएर के भयो त सिएनजी ग्यास बन्यो। फाडिदियो सबैलाई, आफू पनि फाड्यो, अर्को पनि फाडिदियो। यो कतै राम्रो कुरा होइन। गुस्साले कसैको जय गर्दैन। हामीले नम्र हुनुपर्छ, प्रेम गर्नुपर्छ है। अब त्यो गुस्साले कतिजनाको नयाँ युग बच्चाहरूको जिन्दगी बिचरा कसैलाई थाहा छैन उनीहरूको जीवन के भएको छ भन्ने। मान्छेलाई त यही लागेको छ, लडाइँ भयो, मर्यो, खत्तम कहिले हुँदैन। इन्सानलाई दण्ड भोग्नुपर्छ, अनन्तको आगोमा सहनुपर्छ। त्यहाँ मृत्यु छैन, त्यहाँ कुनै छुटकारा छैन, त्यहाँ कुनै परमेश्वर ईश्वरको आशिष छैन। रात दिन पीडामा तडपने हो विचार। तिनीहरू होइन पीडामा तडपे। किन? सत्यलाई जानेनन्, प्रभु यीशु मसीहलाई विश्वास गरेनन्, सुने भए पनि है। अब हामीले के नै भन्न सक्छौँ? प्रार्थना गर्न सक्छौँ, प्रभु उनीहरूको आत्माले है थोरै भए पनि शान्ति पाओस् भन्ने हाम्रो यो नै विनम्र प्रार्थना गर्नेछौँ। र त्यो चाहिँ आज जो म यहाँ बसेर प्रार्थना गरेको थिएँ, प्रार्थना मलाई त आइरहेको थियो। तिनी डाँडा ठुला होइन, टाकुरा डाँडा उच्चा भनेको त राज्य सत्ता रहेछ त होइन। तिनवटा केपी ओली, शेरबहादुर देउपा, पता नै अरू के भन्छन् होइन। म त्यति यो राजनीति हिँड्ने मान्छे त होइन होइन। त्यसले गर्दा अब नेपालमा बहुत ठुलो काम हुँदैछ, प्रभुले गर्दै हुनुहुन्छ। र प्रभुले चुनेको नै होइन नेपाल देश हो है। यो भेद र रहस्य आध्यात्मिक कुरा हो नेपाल, र शारीरिक कुरा चाहिँ इजरायल हो। इजरायल र नेपाल यस्तो मिल्दो जुल्दो यो कहानी छ। म दङ परेछु। त्यसको मैले पहिले भिडियो बनाएको थिएँ, तर त्यो मैले हालेन। यो चाहिँ अब हाल्दैछु। र आजको टपिक नै यही हो होइन। नेपाल के हो त? नेपाल चाहिँ के भन्न खोजेको छ त? नेपालको मिनिङ के हो त होइन। नेपालको हाम्रो डाँडा काँडाले के बताउँछ त होइन। नेपालको हाम्रो झन्डाले के बताउँछ त? नेपालको हाम्रो शिरको टोपीले के बताउँछ त? हाम्रो नेपालको होइन माछा पुछरेले के बताउँछ त? तपाईँहरूले कहिले आफू नेपाली भएर नेपालको अनुसन्धान गर्नुभयो त? गर्नु भएन। त्यो नेपालको अनुसन्धान गर्नेहरू देश विदेशबाट आए। देश विदेश अमेरिका, जर्मन, जापानले के पढ्छ? कहाँबाट बुद्धि प्राप्त गर्छ? यहाँबाट। दिस इज द बाइबल meaning of full form is like this. I want to tell you basic information before leaving earth. Okay, हजुरलाई कुनै पनि काम गर्नुको लागि रास्ता बाइबलले नै बताउँछ। हाम्रो अनन्तको जीवन प्राप्त गर्नु, स्वर्ग जाने बाटो नै बाइबल हो। प्रभु येशूले के भन्नुभयो? मार्ग, सत्य, जीवन नै म हुँ हो। यसले हामी कसरी हिँड्ने बाटो बताउँछ। पवित्रता कसरी हुने बाइबलले बताउँछ। र जीवनमा कसरी जिउने, जीवनको कौनलाई कला प्राप्त गर्दा कला खोज्दा जीवन पाइन्छ बाइबलले बताउँछ। त्यो हो होइन सर्वशक्तिमान यहोवा परमेश्वर, जसको नाम हो येशू मसीहा। हालेलुया है। त्यही भएर आज मेरो टपिक हो
जस्तो मैले बाइबलको फुल फर्म बताइदिएँ। अब नेपाल के हो त? नेपालको मिनिङ हो है, नेपाल कतिवटा अक्षरले बनेछन्? NE होइन, PAL 5 होइन अक्षरले नेपाल बनिएको छ। यसको मतलब छ होइन, नेभर एन्ड पिस एन्ड लभ। One more time, I want to tell you, you need to understand what I'm saying, okay? Never end peace and love. Never end, END, खत्म, नेभर हुने छैन के? शान्ति और माया, प्रेम। यो को हो त है? यो नाम, नेपाल नाम, यो पहाडी इलाकालाई, पश्चिमी होइन भूमिलाई कसले दियो त? रिसर्च, डिस्कभरिङ, वी सुड डु इट होइन, सर्च गर्नु पर्यो, खोज्नु पर्यो, तलास गर्नु पर्यो होइन। र विश्वको यो धरतीलाई नेतृत्व गर्ने बाइबल हो। बुझ्नुभयो त? यसले हर दुनियाँको कुना काप्चा बताउँछ है। र अब यसको मतलब के हुन्छ त? परमेश्वरले के भन्नुहुन्छ? म प्रेम हुँ होइन, र परमेश्वरले भन्नुहुन्छ होइन, सबैभन्दा ठुलो आशा र विश्वास र प्रेम हो। सबैभन्दा ठुलो के हो? आशा, विश्वास, प्रेम। र यिनी चाहिँ स्थायी हुन्। र लास्टमा के बच्छ त? प्रेम। प्रेम कदापि खतम हुँदैन। आशा नि खतम हुन्छ, विश्वास पनि खतम हुन्छ, तर प्रेम कहिले पनि खतम हुँदैन। यो वचन कसले भन्यो त होइन? यो भन्ने को रहेछ त? यो नेपालको नाम दिने को हो त? जसको नाम येशू मसीह, जसको नाम यहोवा परमेश्वर, जसको नाम म आयाम, हु आयाम आयाम होइन, जसको नाम अलमाइटी गड, जसको नाम सर्वव्यापी सर्वशक्तिमान, जसको नाम अल्फा ओमेगा, जसको नाम आदि अन्त्य, जसको नाम म हो, म नै, म बाहेक कोही अरू हुने छैन, न त कहिले भएको थियो न त कहिले हुनेछ होइन। पराक्रमी, पराक्रमीको मतलब यो उसमा हार कतै 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 छैन। द्याट इज वान पराक्रमी है, उहाँ हुनुहुन्छ प्रभु यीशु मसीह। र प्रभु यीशु मसीहले कहाँ कहाँ भन्नुभयो त यो वचन है? बाइबल पढ्नेहरूलाई सबैलाई थाहा छ, तर नपढ्नेहरू हुनुहुन्छ भने आज तपाईँले बुझ्नुहोस्। जो प्रभुलाई पाउनु भएको छैन अब पाउनुहुन्छ। तपाईँको भविष्य उज्जवल छ है, तपाईँलाई मृत्युले छुने छैन। हामीले पढेका छौँ र हामीले विश्वास गरेका छौँ, तपाईँहरू पनि गर्नुहोस्। किनकि अब यो कुरो आइहाल्यो त मैले त्यसलाई पनि बताइदिन्छु है, पढेर पनि सुनाउँछु होइन। भर्खर के भने मर्नु हुने छैन होइन, यसको टोपला लिएर किन कसरी मर्दैन त? कसले भन्यो त? तँ को हो त? आउनुहोस् यहाँ। फर्स्ट अफ अल मैले तपाईँलाई नीति वचनमा एउटा वचन पढाउँछु, 12:28। त्यो मृत्युबाट बच्नुको लागि हामी के गर्नु पर्यो त? हामीले भनेको छ यहाँ, परमेश्वरले हामीलाई सिकाउनु भएको छ, धर्म। धर्मको धर्मीको सिर्फ हो प्रभु येशू मसीह धर्मी हो। उहाँ नै पवित्र हो होइन, उहाँ नै प्रेमी हो, उहाँ नै दयाबन्द, उहाँ दयाबन्द हुनुहुन्छ है, उहाँ नै न्यायी हो। र उहाँले भन्नुभयो हामीलाई, सिकाउँदै हुनुहुन्छ। नीति वचन म हिन्दीबाट पढ्दैछु किनकि मैले नेपाली पढेर थाकेँ र हिन्दी नेपालीमा कति कुराहरू छन् होइन, पछि म तपाईँलाई बताउँला। वचन टेली गर्दाखेरि मिल्दैन, नमिलेपछि के हुन्छ, त्यहाँ गडबडी हुन्छ। त्यही भएर जति नम्बर 1 सुन पिँलो हुन्छ र चोखो हुन्छ नि, त्यस्तै चोखो वचन शुद्ध बाइबल के भन्छ हिन्दीमा मैले भेटाएको छ होइन। हामीलाई अब के भन्छ हिब्रू होइन, आरामिक होइन, ग्रिक पढ्नु त आउँदैन। अनि यही मैले हिन्दीमा पढ्छु, नेपाली पढ्छु, थोडा थोडा इङ्ग्लिस पढ्छु है। त्यसले गर्दा मैले तपाईँलाई नेपालीमा के अरे हिन्दीमा पढाएर नेपालीमा बताउँछु, किनकि नेपाली सबैले हिन्दी जानेको हुन्छन् होइन। र 28मा लेखेको छ नीति वचन अर्थात् हितोपदेश 12:28 यहाँ होइन, धर्म के मार्ग में जीवन मिलता है, धर्म के मार्ग में जीवन मिलता है
हैन? कस्तो कुरा यो यूहन्ना 14:6 मा कस्तो मिल्छ नि है, हेर्नु त, धर्म के मार्ग में जीवन मिलता है, हालेलुया। मार्ग सत्य जीवन नै मै हुँ भने जस्तो भएको यो हो कि नै? हालेलुया, भर्खर कनेक्सन भयो। मेरो बुद्धि उहाँसम्म पुगेको थिएन, प्रभुले मलाई भर्खर अगुवाई गर्नुभयो। कनेक्सन यसरी जोड दिनुहुन्छ, प्रभुलाई धन्यवाद, हालेलुया। र धर्म के मार्ग में जीवन मिलता है और उसके पथ में मृत्यु का पता भी नहीं चलता। मृत्यु का पता भी नहीं चलता। वो कौन है? प्रभु यीशु मसीह। बाटो सत्य जीवन उहाँ हो। उहाँको हामीले पुच्छर खुट्टै समात्नु पर्यो के, सरी पुच्छर भने मलाई क्षमा गर्नुभएको होस् हैन। प्रभुको पुच्छर छैन, प्रभुको खुट्टा छ है। खुट्टा समाउनुहोस्, हामी मृत्युबाट बच्छौँ। यही धरतीबाटै सुरु गर्ने हो। र जब 12 सालबाट खुन बग्ने स्त्रीले के सोचेको थियो? विश्वास लिएर आउनुहोस् तपाईँहरू हैन। उसले के लिएर आएको विश्वास? मैले प्रभु येशूको कपडा वस्त्र छोएँ भने पनि म हैन चङ्गाइ पाउनेछु, अर्थात् म बिमारीबाट छुटकारा पाउनेछु। जबै गएर उसले छोई, उसी बखत उसको चङ्गाइ भएको छ। द्याट इज द पावर अफ बिलिभ, विश्वास, फेथ, ह्याभ फेथ हैन। बिलिभ एन्ड द ट्रु, सत्यलाई विश्वास गर्नुहोस् हैन। त्यसले गर्दा अझै अर्को तपाईँलाई वचन दिने भने हैन, यूहन्ना हैन, यूहन्नामा जाम, यूहन्ना 5:24, एक वचन दुई जग्गा दिन्छु म तपाईँलाई है। यूहन्ना 5:24 मा आउनुहोस्। यूहन्ना 5:24 मा यसरी लेखिएको छ, मैं तुमसे सच कहता हूँ, मैले तपाईँलाई हैन साँच्चै साँच्चै झुट बोल्दिनँ, सत्य भन्दछु, सत्य सत्य भन्दछु, प्रभुले भन्दै हुनुहुन्छ। जो मेरा वचन सुनकर मेरे भेजने वाले पर विश्वास करता है, अनंत जीवन उसका है। यहाँ दुईटा कुरा भयो। जो मुझे भेजने वाले पर, वो को हो? सर्वशक्तिमान परमेश्वर। कसको द्वारा विश्वास गर्ने? प्रभु यीशु मसीहको द्वारा। प्रभु यीशु मसीहले भनेको बाटोमा विश्वास साथ हिँडेपछि र हामीले यो चाल्न पाउनु पर्यो, परमेश्वरले हाम्रो पापको लागि आफ्नो पुत्रलाई पठाउनु भयो र उहाँले हामीलाई भन्नुभएको छ, आऊ म तिम्रो दाइ हुँ, म तिम्रो भाइ हुँ, तिम्रो दुला हुँ, तिम्रो पति पनि हुँ, तिम्रो आमा पनि हुँ भनेर हामीलाई सबै शिक्षामा डोराउँदै लानुहुन्छ र हामीलाई हैन पिता कहाँसम्म पुर्याउनुहुन्छ। हामी डाइरेक्ट पिता कहाँ जान सक्दैनौँ। हामी आफ्नो दाइ अथवा आफ्नो हैन के भन्छन् मित्र, दाइ हैन, दाइ साथी हैन, दुला हैन, हाम्रो उद्धारकर्ता प्रभु यीशु मसीहको हात साँतेर जाने हो। उहाँले हामीलाई सिकाउनुहुन्छ, किनकि उहाँ पवित्र हुन्छ, किनकि उहाँ मृत्युलाई जितेर खडा हुनुभएको, उहाँले त हामीलाई सिकाउने हो। हामी आफै मरेर आफै जिउँदो हुन त सक्दैनौँ नि, उहाँले सिकाउनुहुन्छ र उहाँले हामीलाई पराक्रमी बनाउनुहुन्छ, किनकि उहाँ पराक्रमी हुनुहुन्छ। ओके, र अझै एकचोटि सर पढिदिन्छु किनकि तपाईँले हिन्दी बुझ्नुहुन्छ है। मैं तुमसे सच सच कहता हूँ, जो मेरा वचन सुनकर मेरे भेजने वाले पर विश्वास करता है, अनंत जीवन उसका है और उस पर दंड की आज्ञा नहीं होती। क्यों? क्योंकि हमने विश्वास किया। किसको? प्रभु यीशु मसीह को। वो हमारा पाप को धुल देते हैं। ओहो, हिन्दी आयो हैन। उहाँले हाम्रो पापलाई धोइदिनुहुन्छ हैन। धोइसकेपछि छर्लङ्ग हामीले हैन भजन सङ्ग्रहमा पढ्छौँ नि हैन, 16:17 त्यति कता 5 मा कता कता छ हैन। मुझे जुफे अर्थात झुना जूपे से शुद्ध कर तो मैं हिम के समान श्वेत हो जाऊंगा, अर्थात पवित्र हो जाऊंगा। अंदर से वचन खानु पर्यो। वचन खाएपछि वचनले हामीलाई शुद्ध अर्थात पवित्र गर्छ। वचन के हो? पवित्र। पवित्र हालेपछि पवित्र हुनु भयो नि त। चोरको साथ त हिँडेपछि चोरै भइन्छ हैन। बुद्धिमानको साथ हिँडेपछि बुद्धिमानी भइन्छ, हो कि नै? सिम्पल कुरो नै बुझ्नुलाई। ओके, प्रभुले हजुरलाई धेरै आशिष दिनुभएको होस्। र उस हैन उस के भन्छ, उस पर दंड की आज्ञा नहीं होती, परंतु वो कौन? जिसने विश्वास गर्यो, जिसने विश्वास किया, मृत्यु से पार होकर जीवन में प्रवेश कर चुका है। इसी धरती से अब हैन, अब चाहिँ मेरो जीवनमा मृत्यु छैन। प्रभुले निकालेर खाइदिइसक्नु भयो। मैले नयाँ जीवन पाएको छु है। र अझै 11:25 मा हेर्यो भने अझै तपाईको अझै ठुलो विश्वास गर्छ है। 11:25 मा हेर्नुहोस्, यूहन्ना 11:25 यहाँ लेखेको छ। यहाँ चाहिँ सामरी स्त्री जो तपाईले पढिसक्नु भएको छ, नपढेकोलाई एउटा वचन दिएको, यो विश्वासको लागि है। र 25 मा भन्छ, यीशु ने उनसे कहा,
पुनरुत्थान और जीवन में ही हूँ। अर्थात् मार्नु, जीवन दिनु, दुःख दिनु, कष्ट दिनु, मलमपट्टि गर्नु, ठिक गर्नु, बिमारी गर्नु प्रभु यीशु मसीहकै हातमा छ। यो वचन प्रभु यीशु मसीहले कहाँबाट ल्याउनु भयो त? कहाँ पढ्नुभएको थियो यस्तो वचन? उहाँले पढ्नुभएको थियो व्यवस्था विवरण 32:39मा। त्यो वचनलाई यहाँ परिवर्तन गरेर ल्याउनु भएको छ। हैन, पुरानो नियम के थियो? गलत थियो। त्यसलाई सुधार गर्दै नयाँ न्यू टेस्टमेन्टमा हैन ट्रान्सफर गर्दै उताको ल्याउँदै सुधार्दै यता पोलिस गर्दै लाउँदै गर्ने। यहाँ प्रभु किन आउनुभएको त? व्यवस्थालाई भङ्ग गर्न आउनुभएको होइन, व्यवस्थालाई सही गर्न आउनुभएको होइन, दोषी ठहराउन होइन आएको होइन, उद्धार गर्न आउनुभएको प्रभु येशू मसीह है। र अब नेपालको उद्धार हुँदैछ। कसि त? अन्धकारको शासक नेपाललाई, नेपालका जनतालाई कसरी चुसिरहेको थियो बिचरा। तिनी केपी ओलीलाई त केही पनि थाहा छैन। तिनीहरूको पछि उनीहरूको बुद्धि चलाएर उसलाई चाहिँ पिटाउने को भने उनीहरूलाई थाहै छैन। उनीहरू शारीरिक इन्सानले यो बाइबलको वचन बुझ्न असम्भव छ बाइबलले भन्छ, हो कि नै? त्यही भएर नेपालमा अब शान्ति आउँदैछ होइन। पुरी तरह शान्ति त अलिअलि आइरहेको छ, अब पुरी तरह आउँदैछ। किनकि भविष्यवाणी भइसक्यो, प्रभुले भनिसक्नुभयो र नेपालको फुलफर्म पनि हजुरले आज सुनिसक्नुभयो। त्यो नेपालको नाम राख्ने नै को? प्रभु येशू मसीह हुनुहुन्छ। प्रभु येशू मसीहले चुनेको देश हो है, बुझ्दै हुनुहुन्छ? र ल हेर्नु, यसको अब फुल फर्म बताइदिएँ अनि तपाईँलाई त्यसको होइन प्रेमको विषय पनि बताइदिएँ होइन। अब त्यो पनि मैले तपाईँलाई थोरै बताइदिन्छु। नेपाल के हो अरे? दुबारा भनौँ अहिले होइन, नेभर एन्ड पिस एन्ड लभ होइन। नेपालमा होइन कहिले पनि शान्ति र आनन्द र होइन प्रेम कहिले खतम हुने छैन। नेपाल अति शान्तिप्रिय देश हो होइन। कसले चुनेको? लर्ड जिजस क्राइस्टले चुनेको। र परमेश्वर राज्य आइरहेको छ है। तपाईँहरू आनन्दित हुनुहोस्, खुस हुनुहोस्, मगन हुनुहोस्, उफ्रनुहोस्, नाच्नुहोस्। र एउटा तपाईँलाई वचन दिन्छु म, कसैले पनि तपाईँलाई ताड्न गर्न आउँछ, छेड्न आउँछ, तैँले धर्म परिवर्तन गरिस्, तैँले यसो गरिस्, तैँले उसो गरिस् भन्छन् भने केही पनि नभन्नुहोस्। उसको सामुन्ने एउटै वचन बोलिदिनुहोस् जो मलाई दिनुभएको छ। दुनियाँलाई, दुनियाँको अन्धकारको शासक, दुनियाँ भनौँ भने मान्छेको शारीरिक कुरा गरेको छैन, आध्यात्मिक कुरा गरेको छु होइन। दोधारे तलवार प्रभुले मलाई दिनुभएको छ। त्यो एउटा परमेश्वरको पवित्र वचन हो। त्यो वचनलाई यस्तो परिवर्तन गरेर मेरो सामुन्ने टक्राउनु गरेर मेरो आत्मादेखि मुखबाट बोल्नुभयो। र जब एउटा चाहिँ जङ्गलबाट त्यो बहुलाको मान्छे आएको थियो बिमारी होइन, दुष्ट आत्माले भरिएको, र प्रभुलाई के गर्दा ढुङ्गा लान खोज्दै थियो नि होइन। जब प्रभु चाहिँ ढुङ्गाबाट उत्रदै हुनुहुन्थ्यो, जब त्यो मान्छेले के भन्यो त 20,000 सैनिक भन्थ्यो नि, त्यस्तै चाहिँ मलाई 2जना मान्छे आएछन् होइन। त्यो 2जना मान्छेमा कति थिए त सैनिक होइन? 40,000। एउटै वचनले होइन उल्टे खुट्टो होइन कन्न फर्काएर गएका छन् तिनीहरू। प्रभुले भन्नुभयो यो गाल पनि थाप्दे, यो गाल पनि थाप्दे, उसको उद्धार हुन्छ, तँलाई आशिष पाउँछस्। र मेरो मुखबाट यस्तो शब्द आयो, प्रभुले के भन्नुभएको छ? एक गाल मारेर दोस्रो दे। अब यहाँ के हो त? दुईटी, मैले के गर्दा दुईटी थाप्दिएँ। यता पनि हान, अब हिन्दीमा थियो, यहाँ हिन्दीमै भएको, इधर भी मारो, इसमें भी मारो होइन होइन, आपका उद्धार हो जाएगा, मुझे आशिष मिलेगी। जसले पिटाउन राखेको थियो फेरि प्रभु उसी मुखबाट बोल्ने त्यसलाई आज्ञा दिनुभयो। त के भन्छ? रहन दे, छोड, हम चल्ते, भाग गए होइन। त्यस्तो परमेश्वरको वचन, एउटै वचन काफी छ होइन अन्धकार दुष्टलाई दो टुक्रा गर्नको लागि। त्यो कसैले केही गर्न सक्दैन। वचन त खानुहोस् है। हामी कहाँ थियौँ? नेभर एन्ड होइन पिस एन्ड लभ होइन। नेपालमा कहिले पनि शान्ति और प्रेम भङ्ग हुँदैन अब है। त्यो वचन कहाँ लेखिएको छ भन्दा आउनुहोस्। फर्स्ट अफ अल मैले तपाईँलाई कहाँबाट दिउँ भन्दा आउनुहोस् हामी पढौँ। पहिला यौना 4को 8मा पढ्थेँ। फेरि आउँछ कोही न, 4को 8मा पढौँ है। नेपाली थोडा गडबड भयो भने मलाई क्षमा दिनु होला।
किनकि हजुर राम्रो बोल्नुहुन्छ, मलाई पनि सिकाउनुहुनेछ, मेरो सेवाकारी नेपालीमा दिनुहुन्छ। आज मैले त्यो पत्ता पाएँ मलाई किन कसरी के को लागि चुन्नुभएको रहेछ भन्ने है। र पहिले हेर्न 4 को 8 मा पढौँ है। यहाँ लेखिएको छ, जो प्रेम नहीं राख्ता, हैन, जो प्रेम नहीं राख्ता वो परमेश्वरको नहीं जान्ता। जसले एक दुसरालाई प्रेम गर्दैन भने उसले चाहिँ परमेश्वर यसु अर्थात् परमेश्वर यहोवालाई चिनेको हुँदैन र त्यसको जीवनमा परमेश्वरको आशिष हुँदैन, अर्थात् परमेश्वरको आत्मा हुँदैन। त्यसमा कसको आत्मा हुन्छ? अन्धकारको आत्मा हुन्छ, जो एन्टिक्राइस्ट हो, जो प्रभु यीशु मसीहको विरोध गर्छ, हैन। र त्यसलाई अनन्तको दण्ड छ, अनन्तको स्वर्ग छैन। यो कुरो तपाईले बुझ्नुस् है। र क्योंकि परमेश्वर प्रेम है, हैन, परमेश्वर प्रेम है, हैन। प्रेम हो भनेपछि नेपालमा यो प्रेमको शब्द किन आयो त? हैन, त्यो प्रेमको रहेछ परमेश्वर येशू मसीह। बुझ्नुभयो त? प्रेम, परमेश्वर चाहिँ प्रेम हुनुहुन्छ र ईश्वर हुनुहुन्छ, हैन। परमेश्वर ईश्वर हुनुहुन्छ भनेदेखि अब ईश्वरले हामीलाई बनाएको भने उसको गुण त हामीमा त हुनै पर्यो नि त। भनेपछि हामीसँग अगर प्रेम छ, हैन, कसैले तपाईँलाई मुखमा थुकिदिन्छ, कसैले तपाईँलाई लात्ताले हान्छ भने उसलाई तपाईँले प्रेम गर्नुहुन्छ भने 100% त्यहाँ चाहिँ तपाईँको साइन हो, सिग्नेचर हो कि परमेश्वर तपाईँमा हुनुहुन्छ। बुझ्नुभयो? यो सेन शक्ति तपाईँलाई आउँछ, दिनुहुन्छ। यो एउटा भयो, एक प्रुफ। दुईटा प्रुफमा तपाईँलाई लिएर जान्छु। आउनुहोस्, पहिलो कोरिन्थीमा हामी पढ्नेछौँ 13 को 13। पहिलो कोरिन्थी 13 को 13 मा ल हेर्नुहोस् है। 13 को 13 में लेखिएको छ, पर अब विश्वास, आशा, प्रेम और तीनों स्थायी है, ना, स्थायी है, पर इनमें सबसे बड़ा क्या है? प्रेम है ना। आशा, विश्वास, प्रेम अब के दर्शाउँछ भन्दा पिता, पुत्र, पवित्र आत्मा चाहियो त। यो प्रेम गर्नको लागि आशा पनि हुनु पर्यो, विश्वास पनि हुनु पर्यो। लास्टमा इन तीनटै मिलेर फेरि के हुन्छ त? यो तीनटैको चाहिँ निष्कर्ष के हो त? प्रेम हो। पिता, पुत्र, पवित्र आत्मा त्रिएक परमेश्वर भनिन्छ भने फेरि त्यो त्रिएक परमेश्वरलाई मिलाएर के हुनुहुन्छ त? एउटै हुनुहुन्छ। बुझ्नुभयो नि? यही हो सत्यता र रहस्य र भेदको कुरा। यो पनि मलाई भर्खर यसै घडी यो शब्द बोलेको नि प्रभु यीशु मसीह हो। बुझ्नुभयो त? यो मलाई अहिलेसम्म बुझेको थिएन। यसलाई तीनटा किन भन्ने हो र फेरि तीनटालाई जोडेर एक कसरी गराउनु पर्छ भन्ने कुरा मैले बुझेको थिएन। भर्खर स्वयं प्रभु यीशु मसीह बोल्नुभयो। प्रभुलाई धेरै धन्यवाद। आज धेरै मलाई ब्लेस गर्नुभएको छ। हालेलुया, प्रभुलाई धन्यवाद। दुईटा प्रुफ भयो, कम्तीमा नि तीनटा दिनुपर्छ। हामीले कसलाई मान्छौँ? त्रिएक परमेश्वरलाई, हैन। त्रिएक परमेश्वरको साइन नै हो, हैन। 3 नम्बरको कार्य तपाईँको जीवन हुन्छ भने तपाईँ चाहिँ चुनिएको छ। तपाईँलाई कुनै चाहिँ आँधी तुफान, कुनै चाहिँ समुद्र उल्टेर आओस्, पृथ्वी गरजोस्, हैन, पहाडै पल्टेर आओस्, तपाईँलाई कसैले केही गर्न सक्दैन, हैन। किनकि तपाईँलाई परमेश्वरको छाप लागेको हुन्छ। हालेलुया है। र अब आउनुहोस्, फेरि हामी कहाँ जाने रे? अनि परमेश्वरलाई फोन गरेर आफूले नजानेका कुराहरू, रहस्य र भेदका कुराहरू जान्नु छ, अगाडि बढ्नु छ भने तपाईँले परमेश्वर यहोवा प्रभु यीशु मसीहको नाम फोन नम्बर कति हो? 333 हो है। यो नम्बरमा फोन गर्नुभयो भने आत्मादेखि फोन गर्ने है, आत्मादेखि फोन गर्ने। हाम्रो फोनको जो कनेक्सन यदि गर्दैन 1 सेकेन्डभन्दा पहिल्यै कहीँ पनि पुग्न सकेको हुन्छ। त्यति छिटो हाम्रो कनेक्सन मिल्छ, त्यति पावरफुल छ परमेश्वरको कनेक्सन हुन्छ। हालेलुया, प्रभुलाई धन्यवाद। र आउनुहोस्, पहिलो कोरिन्थी 14 को, हैन, 33, हैन। प्रेम सबभन्दा ठुलो के हो? प्रेम। यहाँ के आएको थियो? प्रेम, हैन। उहाँ पनि के आएको थियो? प्रेम। अब शान्ति आउँछ। ल हेर्नुहोस् है, पहिलो कोरिन्थी 14 को 33 पढौँ। आउनुहोस्, 33 में लेखिएको छ, यदि वो कुछ 35 में 33, क्योंकि परमेश्वर गडबडी का नहीं। परमेश्वरले कहिले पनि गडबडी गर्नुहुन्न। परमेश्वर पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ, प्रेमी हुनुहुन्छ, न्याय हुनुहुन्छ है। र उहाँमा कुनै खालको पनि हैन गडबडी हुँदैन। गडबड गर्नुहुन्न। गडबड गर्ने नि एन्टिक्राइस्ट हो है। र अझ एकचोटि बुझ्नुहुन्छ, क्योंकि परमेश्वर गडबडी का नहीं,
परन्तु शान्ति के आयो? शान्तिका परमेश्वर। नेपालमा के आयो त? पिस एन्ड लभ। नेपाल के भयो त? परमेश्वरले के भन्नु? शान्तिमय हो, प्रेमीमय हो, न्यायमय हो, यो कदापि खत्म हुने छैन। कहाँ भन्यो? यहाँ हैन? पर अब विश्वास, आशा, प्रेम ये तीनों स्थायी है, पर इन सब में सबसे बड़ा क्या है? प्रेम है। और प्रेम कहिले पनि खत्म हुँदैन, हैन? भविष्यवाणी हो त सब टुटेर जानेछ, सब उ गर्नेछ भनेको छ, तर प्रेम कहिले पनि खत्म हुँदैन। प्रेमको परमेश्वर हुनुहुन्छ, जसको नाम प्रभु यीशु मसीह हुनुहुन्छ, है? उहाँले स्वयं अझै भर्खर आयो, यो पनि बताइदिउँ। लामो भिडियो कहिले कसो हुन्छ। प्रभुलाई धन्यवाद। ल हेर्नुहोस् है, प्रकाश 1:18 हेरेर त्यही हुनुपर्छ। प्रभुले आशिष दिनुभएको होस्। पत्रस हुन्छ है, कहाँ गयो? यो हुन हेर्छ प्रकाश। प्रकाश यहुदी हुन्छ, यहुदा। प्रकाश 1:18 हेरौँ है, कता गयो? यहाँ हेरौँ। मैं मर गया था, मरेको हुन्थ्यो प्रभु यीशु मसीह कसको लागि? सारा संसारको, आफ्नो छोराछोरी बचाउनको लागि, हैन? के भन्नुहुन्छ यहाँ? मैं मर गया था और अब देख मैं युग न युग, अर्थात् अनन्त अनन्त अनन्त, उसमा अब प्रभुमा मृत्यु छैन। मृत्युलाई नै उहाँले घप्ला घौलो निलेर गखरा गुह्रो उड्दिनु भयो 3 दिन बाद, बुझ्नुभयो नि? त्यही भएर उहाँले भन्नुभएको छ, हैन? मत डर, मैं प्रथम और अन्तिम और कहाँ गयो? अच्छा नीचेबाट मत डर 17 को लास्टमा पढ्दै रहेछ। ल ठिक छ, यो पनि राम्रो छ। ल अब फेरि ल 17बाट पढिदिन्छु। के भयो त? जब मैंने उसे देखा तो ये यूहन्ना बोल रहा है, उसके पैरों पर मुर्दा सा गिर पड़ा। कौन? यूहन्ना। उसने मुझ पर अपना दाहिना हाथ रखकर कहा, मत डर, आज हामीलाई डराउने जरुरत छैन। त्यो यूहन्नासित कुरा गर्नु नि सारा संसारसित कुरा गर्नु। अहिले म कुरा गर्दैछु हजुरसँग, सारा संसारसँग कुरा गर्नु हो। र मत डर, है, मैं प्रथम और अंतिम और जीविता हूँ, है ना? जीविता हूँ। मैं मर गया था, 18 के बाद, मैं मर गया था और अब देख मैं युगाना युग जीवित हूँ और मृत्यु और अधोलोक की कुंजियां, अर्थात मृत्यु और अधोलोक और स्वर्ग, है ना? मती 28-18 में त पढिन्छ नि हामीले, हैन? स्वर्ग और पृथ्वीको अधिकार प्रभु यीशु मसीहको हातमा दिइएको छ, हैन? यही कुरा यहाँ फेरि भइरहेको छ। देख मैं युगाना युग जीवित हूँ और मृत्यु और अधोलोक की कुंजियां, चाबी, है ना, मेरे ही पास है, हैन? त्यही भएर हामीले अब सत्यलाई खोज्नु पर्यो, सत्यलाई चिन्नु पर्यो। प्रभु येशू ख्रीष्टको हात साट्नुहोस्, आनन्द जीवन पाउनुहोस्, है? र यो त भयो। अब नेपालको बारेमा कुरा गरौँ। आजको टपिक नै के थियो? नेपाल, हैन? नेपाल के हो? नेपाल कसरी चुनिएको रहेछ? अब मैले इजरायली र नेपालीको सिमिल्यारिटी मैले बताउने कोसिस गर्छु है त, प्रभुको अगुवाईमा। ल हेर्नुहोस्, अब यो कुरा मलाई कसरी पत्ता लाग्यो भन्दाखेरि, है, यति चाहिँ प्रभु के भनौँ, उहाँले त भन्नुभएको छ नि, म असीमित छु, मेरो सीमा छैन कहीँ पनि भन्नुभएको छ। असीम, अगममय, ज्योति में रहता हूँ, हैन? पहिला कोरिन्थी 6 को 16, 17, 18 पढ्दै जानु होला। उहाँ आगमय, ज्योतिमा रहनुहुन्छ, है? उहाँ असीम हुनुहुन्छ। उहाँको फेदटुको कसैले भेट्न सक्दैन, है? उहाँ परमेश्वर हुनुहुन्छ। त्यसले गर्दा, है, हामी त्यहाँ पढ्नेछौँ। यो नेपालको बारेमा मलाई कसरी प्रभुले कन्भिट गर्नुभयो, कसरी मलाई मनाउनु भयो, सिकाउनु भयो भन्दाखेरि, यहाँ हेर्नु है, प्रकाशित वाक्य च्याप्टर 12 मा लेखिएको छ। यहाँ स्त्री और अजगर भनिएको छ, हैन? बाइबल पढ्नलाई यो राम्रो छ। यो स्त्री भन्दाखेरि हाम्रो सोच साँच्चै नै आइमीमा जान्छ। यो आइमीलाई भनेको होइन, यो स्त्री निको हो, प्रभु येशू मसीह हुनुहुन्छ। बुझ्नुभयो? प्रभु येशू मसीह हुनुहुन्छ। स्त्री र अजगर, यो दुईटाको लडाई हो। अजगरको एन्टिक्राइस्ट,
स्त्रीको जिजस क्राइस्ट, हैन? यसरी पढ्नुहोस् तपाईहरुले। यही सत्य हो। र किनकि तपाईलाई यो पनि चाहियो भने म दिन्छु प्रुफ, हैन? पहिला कोरिन्थ 11 अध्याय पढ्नुहोस्। शिर ढाक्नेको बिचमा त्यहाँ के कस्ता कुरा भएका छन् त, हैन? मेरो शिर मेरो पिता हुनुहुन्छ, हैन? हो कि नै? र म उहाँको शिर, अर्थात् उहाँको म श्रीमती, हैन? भेदका कुरा हुन्। हामीलाई पनि त प्रभुले के भन्नु, त मेरो श्रीमती होस् मण्डली, हैन? उहाँ हाम्रो दुलहा हुनुहुन्छ। र प्रभुलाई धन्यवाद। प्रभु यीशु मसीह कसको दुलहा? आमेन। कसको दुलही? यहोवा परमेश्वरको। प्रभु यीशु मसीहको दुलहाको यहोवा परमेश्वर। त प्रभु यीशु मसीह के हुनु त? श्रीमती। और हाम्रो श्रीमान को त? प्रभु यीशु मसीह। उहाँको प्रभु यीशु मसीह श्रीमती को त? हामी। बुझ्नु न कुरो? यो यिनी रहस्यको कुरा र भेदको कुरा हुन्, हैन? आध्यात्मिक इन्सानले बुझ्छ। र हेर्नुहोस् अब प्रकाशित वाक्य 12 चैप्टर में, फिर स्वर्ग में एक बड़ा चिन्ह दिखाई दिया, अर्थात एक स्त्री जो सूर्य ओढ़े हुई थी। सूर्य ओढ़ेको थियो रे त्यो आइमाईले, हैन? सूर्य उडेको थियो रे त्यो त आइमाईले। अहिले तपाईलाई मैले कनेक्सन दिन्छु है, बुझ्नुहुन्छ? और चाँद उसके पाँव तले था। के कुरा भयो यहाँ? सूर्य और चाँद अर्थात जुन। यो नेपालमा कहाँ छ भन्नु त? हाम्रो झण्डामा छ कि छैन? यो के इशारा हो त यो? और दुनियाँमा सबभन्दा अलग झण्डा हुन, फ्ल्याग हुन, त्यसमा सूर्यको प्रतिमा दिनु, हैन? जुनको प्रतिमा दिनु। अब त्यहाँ के गडबडी छ भन्ने मैले तपाईलाई बताउँछु है। यहाँ पहिला के आयो, हैन? अर्थात एक स्त्री जो सूर्य ओढे। सूर्य ओढे, सूर्य ओढे भने त टाउका हुनु पर्यो नि, सूर्यको चन्द्रमा यहाँ हुनु पर्यो नि। तर सूर्य चाहिँ टाउकोमा हुनु पर्यो। तर टाउकोमा सूर्य राख्ने जग्गामा के भएको त? चन्द्रमा राखिएको छ। र सूर्यलाई के गर्यो त? नीचा गरियो। झण्डामा हेर्नु भएको छ कहिले? हो, यसलाई करेक्ट गर्नु छ। जब यो झण्डा कनेक्सन करेक्ट हुन्छ नि, नेपाल विश्वमा टपमा आउँछ। यो चाहिँ दाबी गरेर ल्याउनुस्। यो मैले भने हैन, प्रभु यीशु मसीह भनेको यो वचन लेखिएको छ। यो वचनलाई कुनै है कसैले चाहिँ तलमाथि गराउन सक्दैन। टाइम लाग्छ, हुन्छ। आज मान्छेले भन्छ नि अमेरिका अमेरिका अमेरिका, इङ्ल्यान्ड इङ्ल्यान्ड, पता नि के भन्छन् नि। अब सारा विश्वले नेपाल नेपाल भन्ने छ। हालेलुया। बुझ्दिनुहुन्छ कुरा? र अब चाहिँ झण्डामा यो चाहिँ माथि र चन्द्रमा राख्नु, तल सूर्य राख्नु किन भएको छ त? माथि र हैन चन्द्रमा हुने जग्गामा, माथि र चाहिँ सूर्य हुने जग्गामा चन्द्रमा किन राखियो भन्दा त यसको के को प्रतीक हो त? नेपाललाई, हैन? अर्थात् बाउलाई छोराले सिकाए जस्तो भयो के, हैन? छोराले बाउलाई के गर्दा खुट्टाले टेक्यो, हैन? बाउको खुट्टाले छोराले टेक्ने बेलामा बाउलाई नै छोराले टेक्दियो। त्यो दुश्मन हो। दुश्मन अर्थात् के हो त? एन्टी क्राइस्ट हो। एन्टी क्राइस्टले नेपाल कब्जा गरिरहेको थियो र त्यसैले हो मेरो सपनामा के भन्छ, परमेश्वरले मलाई के अरे दर्शन दिइरहनु भएको थियो नि, उडेको थियो नि, पहाड उडेको थियो नि, उड्यो। अब चाहिँ यो झण्डा फर्कने बेला भएको छ। र यसको के को प्रतीक हो? झण्डाले के देखाउँछ? अब मैले आज अमेरिका दुनियाँले जान्छ भने अब पल्टी मर्ने छ। र नेपाल किन भन्ने छन् भन्दाखेरि नेपालको तपाईहरु नक्सा हेरेर के बुझ्नुहुन्छ, के पढ्नुहुन्छ, हैन? मैले त्यो पोस्टमा नि कतिचोटि हर्का सम्भाङजीलाई नि मैले पठाएको छु। उहाँ माथि लेखेको छ अ हिन्ट, हैन? हालेलुया। अ हिन्ट, हैन? हालेलुया। 1 सेकेन्ड है प्लिज। अब भनौँ कि नभनौँ, प्रभुले अब हैन, कोही बात नहीं। जो कि भन्न खोजे के भनेको हो भने बुद्धिमानलाई इशारा काफी, हैन? बुद्धिमानलाई इशारा काफी भन्नु मैले त्यहाँ चारवटा झण्डा, आई मिन चारवटा फोटो बनाएर, हैन, हर्क साम्फाङको हैन राखेको, हर्फ साङपाङले लगाएको टोपीले राखेको मैले त्यहाँ, है? र टोपीको इशारामा फेरि त्यहाँ के राखिएको छ? माछा पुच्छ्रे। औ माछा पुच्छ्रेको फेरि साइडमा के राखे? झण्डा। यो तीनटा के हो त? सेम टु सेम यो कलेक्सन के हो? व्हाट इज दिस? 3 नम्बर के हो त? छाप भनेको यहोवा परमेश्वरको छाप हो। 3
तिनटै किन हुन यस्तो नक्सा सेम मिल्दो हैन, झन्डा पनि त्यही आकारको हैन, माछापुच्छ्रे हिमाल पनि त्यही आकारको, फेरि त्यही आकारको टोपीमा पनि हामी त्यसै गरेर लाउँछौँ। के देखाइरहेको छ त? टप अफ द वर्ल्ड भन्ने कहाँ छ त? नेपालमै छ। त्यो के हो त? सगरमाथा हो। सागर भनेको के हो त? हैन, सागर त्यो भन्दा ठुलो अरू कोही छैन। सगरमाथा, सागरमाथा है, त्यो के हो त? अनन्तको जीवन पाउने स्वर्ग सम्मानको नेपाल हो है, र स्वर्गमा बस्ने परमेश्वरले चुनेको देश हो नेपाल। पिस नेभर एन्ड पिस एन्ड लभ, हालेलुया है। र अब यो सिमिलरिटी बुझ्नुभयो? किन भन्दाखेरि जीवधारीमा सबैभन्दा ठुलो न ठुलो भन्ने माछा नै हो, र जीवधारीमा सानोभन्दा सानो हुने पनि माछै हो। त्यो चाहिँ कौन माछा हो त? हैन, बिलिउ बेल जसलाई भन्छन् हैन, बिलिउ बेल। मलाई त यही लाग्छ त्यही बिलिउ बेलले हैन यौनालाई चाहिँ खाएको थियो होला है। र त्यो बिलिउ बेलको चाहिँ माछा जन्मदाखेरि त्यसलाई चाहिँ माइक्रोस्कोपमा हेर्नुपर्छ अरे, त्यति सानो हुन्छ अरे। त्यही बढेर फेरि समुद्रभन्दा कत्रो हुन्छ। बाप रे बाप, के हो त्यो? बिलिउ बेल त सबैले हेर्नु भएको छ नि, डोङा जत्र मुख फुलाउँछ है। बाप रे है। र अब त्यो माछा हो। अब त्यो माछाको पुच्छर जस्तो फेरि त हाम्रो हिमाल के हो त भनेपछि त्यो माछालाई नेपालमा घोप्टो पारिरहेको छ। बुझ्नुभयो त? त्यो माछालाई घोप्टो पारिरहेको छ, र त्यो माछा अब ठाडो हुने बेला आएको छ। त्यो माछा को हो? प्रभु येशू मसीह हुनुहुन्छ। प्रभु येशू मसीह कहाँबाट आउनुभएको? स्वर्गबाट है। स्वर्गबाट, स्वर्गको सिंहासनमा बस्ने परमेश्वर हैन, ग्यालेक्सीको मालिक ठुलो भएर पनि है, माछाले के बताउन खोजेको छ? त्यो ठुलो माछालाई, त्यो अर्थात् त्यो ठुलो पराक्रमी परमेश्वरलाई यस धरतीमा आजभन्दा हैन 2025 साल पहिले यहाँ आएर मर्नु पर्यो हाम्रो लागि, र त्यो माछालाई उँधोमन्डे गरेर घोप्टाइयो र उँधो मातृखुट्टो बनाइदिए र मर्नुभयो, र त्यति ठुलो भएर पनि सानो बनिदिनु भयो। अर्थात् त्यति ठुलो माछालाई नि सबैले हराएर सानो बनाइयो, घोप्टो पारियो। त्यो माछा जब उड्छ नि पुरा विश्व फोडिदिन्छ है। र त्यो माछाले के भन्न खोजेको छ भने त्यो माछा नै प्रभु येशू मसीह हुनुहुन्छ, र ठुलोमा ठुलो माछा नै हो, र त्यही ठुलोमा ठुलो सानो सानो पनि त्यही के हो त? माछा नै हो। र अर्थात् ठुलोमा ठुलो प्रेम गर्ने, ठुलोमा ठुलो न्याय राख्ने, ठुलो ठुलो हैन पवित्र पनि प्रभु येशू मसीह हुनुहुन्छ। त्यही पवित्र ठुलो न्याय गर्ने, ठुलै पवित्रता भएर पनि आएर पापीहरूको लागि मरिदिनु भयो, जिरो बनिदिनु भयो, सानो बनिदिनु भयो। र आज नेपालले के भन्छ हैन? नेपाल राष्ट्रिय गानाले के भन्न खोज्छ तपाईँले कहिले बुझ्नु भएको छ? घमण्ड। त्यो कदापि हुनु हुँदैन। विरोध गर्नेको होइन, यो बाइबल पढ्नेले मात्रै बुझ्छ कुरो। संसारमा लम्किन्छ, कहिले झुक्दै नझुक्ने सृष्टिको ब्रह्माण्डको मालिक आएर झुकेर उँधोमुन्डो पारिदियो, तिनीहरू झुक्दै नझुक्ने, त्यही भएर त फोडाफाडी हुन्छ हैन। शारीरिक होइन बन्ने, हामी आध्यात्मिक बन्ने हो। संसारमा त लम्केछौ, जताततै लम्के, भाँडा माझ्नु, टोयलेट साफ गर्नु, गाडी साफ गर्नु, यसलाई गन्दगी भनेको होइन। आध्यात्मिक बन्नुहोस्, कहिलेसम्म हामी थिच्चिने हैन। त्यही भएर जो सानो बन्छ नि त्यसैलाई धेरै उच्च पार्नुहुन्छ परमेश्वरले। मलाई त लागिरहेछ आध्यात्मिकमा नेपाल मैले चलाउने, उहाँ चाहिँ स्वयं प्रभुले चलाउनुहुन्छ मद्वारा आएर, र शारीरिकमा देश चलाउने है हर्क साम्पाङजीले है। र अच्छा, प्रभुलाई धन्यवाद। अर्को एक कनेक्सन दिन्छु, किनकि सिमिलरिटी मैले भनेको थिएँ नि, इजरायली र नेपालीलाई हेर्नुहोस् विश्वमा है। अब के भन्छ, इन्डियन अङ्ग्रेजी समय चल्छ है। अहिले इजरायलमा चाहिँ अङ्ग्रेजी समय चलेको छ, र पहिला चाहिँ के चल्थ्यो भने जो सेम चाहिँ नेपालमा सिस्टम छ, शनिबार छुट्टी हुनु, शुक्रबार आधा छुट्टी हुनु हैन, यही चलेको छ नि, सेम टु सेम इजरायलमा त्यही चल्थ्यो प्रभु येशू मसीहको पालामा हैन। बुझ्नुभयो नि? र उहाँ पनि के छ भन्दा उहाँ पनि 7 वटा मण्डली बनेका छन्, 7 वटा मण्डली प्रभु येशू मसीहका। त्यो मण्डली नेपालमा फेरि दुबारा परिवर्तन गरिदिनु भयो हैन।
14 अञ्चल छोडेर के गरिदिनु त 7 परदेश गरिदिनु भयो। वाट इज दिस? यो के को प्रतीक हो, के को इशारा हो है? बुझ्नुभयो त? बुझ्नुभयो कुरा? त्यही हो। र उहाँ पनि शनिबार छुट्टी हुन्छ भने यहाँ पनि शनिबार छुट्टी हो नि, किन हैन? अझै कति कुरा छन्, अझ यससहित मैले प्रस्तुत सोध्छु के भन्ने। चलो कोही बात नहीं, प्रभुले यति नै दिनुभयो। अब सायद मलाई लाग्यो कता कता धेरै बोले कि है। अब समझ दिने त प्रभु नै हुनुहुन्छ। मेरो काम हो, मैले पाएको गलतलाई गलत भन्नु, सहीलाई सही भन्नु मलाई यो अगै हुन्छ। प्रभुले मलाई दिनुभएको छ। त्यही भएर मैले यो भिडियो बनाएँ। कतिले बुझ्नु भएन होला या बुझ्नुभयो होला, हेर्नुहोस् बुझ्नुहुन्छ। यो चाहिँ जब परमेश्वरको अनुमति बिना तपाईहरु चाहिँ नम्र नभइकन जति पनि मैले कुरा भने तपाईहरुले बुझ्न सक्नुहुनेछ। पहिला चाहिँ प्रभुलाई जीवन दिनुपर्छ है, मेन कुरा। किनकि प्रभु यीशु मसीहमा मृत्यु छैन, जीवन छ र त्यो जीवन हामीले सबैलाई बाँड्दै हिँड्नुपर्छ। ओके, आजको यो वचन के कस्तो लाग्यो? मेन विशेष चाहिँ थियो हामी नेपाली जहाँ भए पनि नेपाललाई माया गर्नुपर्ने रहेछ। पहिला मलाई कस्तो कस्तो लाग्थ्यो है, किनकि धेरै भेदभाव हैन, किन यो भेदभाव गर्ने राम्रो कुरो होइन र भेदभाव बिचारा जानेर गरे पनि होइन, जान्दैनन्। उनीहरूलाई सिकाउन नै हामीले हो। अब हामीले उनीहरूलाई प्रार्थना नगरिकन, उनीहरूको हैन आत्मालाई परिवर्तन नगरिकन उनीहरूले कहिले पनि बुझ्न सक्दैनन्। उनीहरूको लागि हामीले गाली पनि सुन्नुपर्छ, पिटाइ पनि खानुपर्छ, झेलमा पनि बन्दिनु पर्छ। किनकि उनीहरूलाई जीवन राखिएको छ, ऊ पनि अनन्त अनन्तको। यो कुरा हामी बुझ्दछौँ। तपाईहरुले बिमार हुँदाखेरि 5 मिनेट खप्नुलाई कति साह्रो पर्छ भने तपाईले यदि आज पापबाट छुटकारा पाउनु भएन भने र अनन्तको दण्डमा पस्नु भयो भने अनन्त भनेको त्यहाँ कुनै छुटकारा छैन, कुनै क्षमा छैन, कुनै राम्रो छैन, त्यहाँ परमेश्वर आशिष छैन। उहाँ मान्छे एक बुँद पानीलाई तडपेका छन्। के सहन सक्नुहुन्छ त? हैन? टाउको दुख्दाखेरि सिटामोल खानेले, एउटा गर्मी हुँदाखेरि एसी बनाएर बस्नेले त्यो अनन्तको कसरी आगोलाई कसरी सामना गर्न सक्नुहुन्छ? यो परमेश्वरको क्रोध हुनेछ, क्रोध। एउटा वचन फेरि दिन्छु, तपाईले आज बुझ्न सक्नुभएको छ। प्रभुलाई धन्यवाद। प्रभुले मलाई अहिले भर्खर बोल्न भन्नुभयो। पहिलो कोरिन्थ 6:12 मा है, 6:12 देखि म बोल्ने छु प्रभुले अनुसार। हेर्नु है, तपाईलाई यो आज तपाईको आत्मामा डर आयो भने तपाईले जीवन पाउनुभयो। डर आउन यस्तै नै हुन्छ, फेरि तपाईले के गर्नु, आफ्नै गला दबाउनु भयो। मलाई दोष नलागोस् है, भन्ने कुरा मैले भन्ने मात्रै हो। बुझ्नु नबुझ्नु तपाईको हातमा हो, दिनु नदिनु तपाईको हातमा। आमेन। प्रभुलाई धन्यवाद। आउनुहोस् पहिलो कोरिन्थी 6:12 मा हेरौँ त्यहाँ के लेखिएको छ र मैले त्यहाँ प्रष्टै मैले तपाईलाई बताइदिनेछु है, येशूको अगुवाई अनुसार। प्रभुलाई धन्यवाद भएको होस्। यहाँ 12 मा लेखिएको छ, हेर्नुहोस्। यहाँ हुनेछ शीर्षकमा देह परमेश्वर की महिमा के लिए। यो हाम्रो शरीर है परमेश्वर यहोवा अर्थात् प्रभु यीशु मसीहको लागि महिमा प्रशंसा आराधना गर्नको लागि मात्रै हो बनाइएको। बुझ्नुभयो नि? त्यो आराधना महिमा प्रशंसा पाउनको लागि परमेश्वरले हामीलाई पेट बनाइदिनु भएको छ, ताकि यो शरीरमा खाना खाएर जिन्दो, यो शरीर जिउँदो शरीरमा अर्थात् यो मन्दिरमा बसेर हामीले प्रभु यीशु मसीहलाई महिमा प्रशंसा गरौँ, उहाँको बढाइ गरौँ, उहाँको इज्जत मान सम्मान गरौँ, उहाँलाई पूजौँ भनेर यो हामीलाई पेट बनाइदिनु भएको छ। र यो पेट यस्तो बनाइदिनु भएको छ, म अहिले लगभग 48 पुग्न लाएँ, 47 पक्कै भएँ, 48 को आसपास जान लाग्छ होला। 48 वर्ष भयो यो मैले पेटमा खान लाग्यो, कहिले भरिँदैन। कस्तो सिस्टम बनाउनु भएको छ। त्यही भएर उहाँले स्वयं भन्नुहुन्छ, ल हेर्नुहोस् आज तपाईको बुद्धि खोलियोस्। ल हेर्नुहोस्, अचम्म लाग्छ है। यहाँ पढ्नुहोस् तपाईहरुले। त्यो नेपाली पनि पढ्दिउँ ल है। अच्छा, नेपालीलाई बाइबल पढ्नुपर्छ, कोही बात नहीं। यहाँ हिंदी पढ्छ अब। सब वस्तुएं मेरे लिए उचित तो है, जो हमें दिखने में आता है, हैन? जो हामीलाई दिख्न आउँछ सबै चाहिँ उचित त छ, सबै चिज हाम्रो जरुरतको लागि हो। तर के त्यसमा बानिएर बस्ने त? के त्यसले हामीलाई जीवन दिन्छ त? दिँदैन। के भन्न खोज्यो त? फेरि दोबारा, सब वस्तुएं मेरे लिए उचित तो है, परंतु सब वस्तुएं लाभ की नहीं।
कोही फाइदा है नै। खाओ त खस्यो त खान्छौँ, खस्छ कि यही गर्न आएको त हामी होइन है। सब वस्तु ये मेरे लिए उचित है, परन्तु मैं किसी बात के अधीन न होऊंगा। अर्थात् म कुनै कुरोको अधीनमा रहने छैन। जति खिलाए पनि, जति पिलाए पनि, जति घर सम्पत्ति आए पनि, जति घोडागाडी सानी होइन सोना चाँदीले भरिए पनि, अरब खरब मिलियन टिलियन होइन खरबपति बनाए पनि मैले त्यसको अधीनमा आउने छैन। म कसको अधीनमा जानेछु त? मलाई जीवन चाहियो। यिनी सबै चिजले तपाईँलाई मृत्यु दिन्छ। के फाइदा? अब यो नेपालीमा पढ्यो भने तपाईँको खुलस्त मजा आउँछ। यसलाई हेर्नु है, हेर्नु नेपालीमा पढ्यो भने यो वचन चाहिँ नेपालीमा बहुत राम्रो मजाले लेखिएको छ है। गलाती आयो ल, कोरिन्थी कौन हो यो? फेरि रम्य आयो। एकदम कति छिटो जान्छ कि? ल ल ल आयो 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 3 5 6 ल हेर्नुहोस् आयो ल है। यहाँ पढौँ है। 12मा लेखिएको छ। यहाँ पनि फेरि यो छ गडबड, कोही बात त पछि सिकौँला। 12मा मैले पढ्दैछु, पहिलो कोरिन्थी 6को 12मा। सबै कुरा मेरो निम्ति न्यायसङ्गत त छन्, तर सबै कुरा फाइदाका छैनन्। सबै कुरा मेरा निम्ति न्यायसङ्गत त छन्, तर म कुनै कुराको कमारो हुने छैन। आज हामी कसको कमारो? पेटको। फेरि पेटको चक्करमा पर्नु, तपाईँलाई नाश गर्नेछ। अहो फेरि पढ्न पर्यो। म तल पनि पढ्नु छ क्या, त्यो सम्झाउनको लागि तपाईँलाई। एक मिनट है। हालेलुया। यहाँ यस्तो त्यो मेन भन्ने गरी छोड्न लाग्यो है। होइन अझै अब बुझ्नुहुन्छ। 13मा भोजन पेटको लागि, भोजन पेटको निमित्त र पेट चाहिँ भोजनको निम्ति हो। अर्थात् भन्न खोज पेट चाहिँ होइन भोजनको लागि र भोजन चाहिँ के को लागि हो? पेटको लागि हो। दुईवटा सिमिलेटर भयो र यो दुईटालाई मैले नाश गर्नेछु प्रभुले भन्नुहुन्छ। एक दिन नाश हुनेछ। संसार नाश भइदिएर आएको छ होइन। यो शरीरको पक्षमा नलाग्नुहोस्, तपाईँ आत्माको पक्षमा लाग्नुहोस् र आत्मा बचाउनुहोस्। यो शरीरलाई त तपाईँले यो शरीरले तपाईँलाई धोका दिन्छै दिन्छ होइन। म पनि यहाँ किराय घरमा बस्छु, किरायको मकानमा। मलाई हमेसा यहाँ बस्नु दिन्छ? दिँदैन। एक दिन मैले छोडेर जानुपर्छ। फेरि कता जाने त? त्यो पहिले तयारी गरेर त निकल भन्ने बित्तिकै सट्ट गयो भने त घरमा बस्नु पाइएला नि। अब बाहिर लिएकै छैन, पैसा जुटाएकै छैन होइन। फेरि भोलि लथाबिङ्ग भएर बाटोबाट फालिनु पर्छ पर्ने, बाटोमा भिख माग्नु पर्ने, के गर्ने होइन। त्यो पहिले बुद्धि पुऱ्याउनुहोस्। अझै एकचोटि दुईटै वचन पढौँ है त। खुब मजा आयो मलाई त। हजुरलाई कस्तो लाग्यो विचार गर्नु होला। भन्छ सबै कुरा मेरो निम्ति न्यायसङ्गत त छन्, तर सबै कुरा फाइदाका हुँदैनन्। सबै कुरा मेरो निम्ति न्यायसङ्गत त छन्, तर म कुनै कुराको कमारो हुने छैन। र भोजन पेटको निम्ति र पेट चाहिँ भोजनको निम्ति हो, तर परमेश्वरले दुवैलाई के गर्नुहुनेछ अरे? नाश गर्नुहुनेछ। शरीर व्याभिचारको निम्ति होइन। के सम्झाउनु खोज्दै हुनुहुन्छ त प्रभुले? तर प्रभुको निम्ति हो र प्रभु शरीरको निम्ति हुनुहुन्छ। यो शरीर प्रभुले आफ्नो लागि बनाउनु भएको र यो शरीरमा होइन परमेश्वर मन्दिरमा चोर घुसेको छ। भन्नु खोजे के हो त? नेपाल एउटा मन्दिर मानौँ, परमेश्वर आराधनालय मानौँ, त्यो घरमा चोर घुसेछ। त्यो चोर घुस्दाखेरि पछि प्रभुले होइन खट्नै नसक्ने भएर जिएनजी सिएनजी उठाइदिनु भयो र तोडम फोडम पारिदिनु भयो। बुझ्नुभयो नि? त्यही भएर यो शारीरिक कुरा थियो र आध्यात्मिक कुरा एन्टी क्राइस्टलाई मेन चाहिँ हटाउनु छ। यो चाहिँ मान्छेलाई भनेको होइन, अन्धकारको दुष्ट शैतानलाई भनेको हो। शैतान बाइबलदेखि पर भाग्छ होइन। यो बाइबल सामुन्ने शैतान कहिले पनि आउँदैन। यो आत्मिक कुरा बुझ्नु होला र प्रभुले तपाईँलाई धेरै आशिष दिनुभएको होस्। आजको यो विशेष नेपालको बारेमा थियो र म नेपालीमै बनाएँ, हिन्दी पढेर है। कतिले बुझ्नु भएन होला, कतिले बुझ्नुभयो होला। प्रभुले प्रार्थना गर्नु होला, प्रभुले सबै कुरा बुझाउनुहुन्छ। किनकि प्रभुले भन्नुभएको छ कोही प्रयोजन नै कोही तुम्हें सिकाए, क्योंकि हामीलाई कसैले सिकाउने जरुरत पनि छैन। परमेश्वरले स्वयं सिकाउनुहुन्छ र परमेश्वर नसिकाए पनि हामी अल्टिमेट बुद्धिमानी हुनुपर्छ। ज्ञानी, बुद्धिमानी, समझदार अरू प्रेमी हुनुपर्छ। किन? परमेश्वरले सबै गुण हामीलाई दिनुभएको छ। उहाँले जब बनाउनु भएको थियो उत्पत्ति होइन 1:26 र 27 पढ्नुभयो भने तपाईँले त्यहाँ छर्लङ्ग पाउनुहुन्छ होइन। परमेश्वरले अझै भनिदिउँ होइन, यो त बहुत भनिरहन्छु मैले। परमेश्वरले यो हाले स्वयं हामीलाई के भन्नुहुन्छ? मैले तिमीहरूलाई ईश्वर भनेको छु। त हामी ईश्वर बन्ने कि नबन्ने होइन?
त्यही भएर यो वचन खोज्नुभयो भने भजन सङ्ग्रह 78 को 2 मा छ। र फेरि यसको चाहिँ अझ प्रुफ चाहियो भने त्यही वचनलाई कोट गरेर फेरि प्रभुले यूहन्ना हैन यूहन्ना एक सेकेन्ड रोक्नु है। यूहन्ना 34 को 10 मा सायद यूहन्ना 34 को 10 मा भन्नुभएको छ। हेरौँ है त, यहाँ करेक्ट चाहिँ गर्नुपर्छ है। यूहन्ना 34 को 10 मा स्वयं के भन्नुभएको छ प्रभुले भने हेर्नुहोस् है, के भयो गलत भयो। 34 त च्याप्टरै छैन, उल्टा भएछ। 10 को 34 हो। बाफ्रे यस्तो हुन्छ है, कोही बात नै, प्रभुलाई धन्यवाद। 10 को 34 हो। हेर यस, त्यही भएर हामी हमेसा साँच्चै नै मलाई प्रभुले गाना दिनुभएको छ, नादन हाम कदममा में तेरे हैन। हामी चाहिँ बच्चा छौँ प्रभुको खुट्टामा, हामीलाई केही थाहा छैन। जति उहाँले सिकाउनु त्यति हामीले जानेका हुन्छौँ, अरू हाम्रो बुद्धिले काम गर्दैन है। त्यसरी नै प्रभुले हामीलाई सिकाउनु भएको छ। तपाईँले चाहिँ नेपालीमा पढ्नुहुन्छ बाइबल भने तपाईँले हितोपदेश 3 को 5 मा पढ्नु होला है। उहाँ भन्नुभएको छ, सबै कुरा परमेश्वर यहोवा अर्थात् प्रभुमै राख र उहाँको नामैबाट काम गर, आफ्नो बुद्धि कदापि नचलाउनु भन्नुभएको छ। हाम्रो बुद्धिले केही गर्न सक्दैन है। र त्यसै गरी मैले के तपाईँलाई देखाउनु खोजेको थिएँ भने यूहन्ना 10:34 मा के लेखिएको छ भने यहाँ लेखिएको छ, कता गयो, यीशु ने उन्हें उत्तर दिया, क्या तुम्हारी व्यवस्था में नहीं लिखा है? क्या नहीं लिखा है? जो अभी मैंने बताया था, है ना। मैंने कहा तुम ईश्वर हो, तो हम ईश्वर हो ना। नेपाली फिर तुम देव हो। व्हाट इज दिस यार? देव क्या होता है? देव किसको दर्शाता है? गलत लिखा हुआ ना, इसलिए मुझे अच्छा नहीं लग रहा। क्या तो इन चीजों को सुधारना है ना। ईश्वर और देव में कितना फर्क है? देव किसको दर्शाता है ना। देवी देवता कौन है? भगवान कौन है? ईश्वर परमेश्वर कौन है? यहोवा कौन है? इसको जानना है ना। डर के रहना चाहिए। ओके, प्रभुले हजुरलाई धेरै आशिष दिनुभएको, सबैलाई मेरो तर्फबाट सारा नेपाललाई आशिष प्रभु येशू मसीहको नाउँमा आइरहेको छ सदा सर्वदाको लागि। आमेन, हालेलुया।